खाना खाने कार्यक्रम भइरहेछ यहाँ सबैजना तमाम हुनुहुन्छ खाना खानलाई खाना खाइसकेर घाममा बसेर दाजुभाइहरूको मिठो गफ भयो म पनि टिप्दैछु है गाइजहरू यहाँ गाइजहरू म पनि टिप्दैछु अब टमाटर लगेर टमाटर साग टिप्यो टिप्यो यति ए साग पनि कति राम्रो छ साग के मजाले खेलेको एक्लै खेल्दैछ नगर न उ त्यो भाइले घुमाउँदैछ ऊ मजा लाग्दो रहेछ हेलो हेलो गुड मर्निङ एन्ड वेलकम टु माई च्यानल तिर्सना फुड्स एन्ड ब्लग अनि आज चाहिँ म बिहानै भिडियो स्टार्ट गर्दैछु कहाँबाट स्टार्ट गर्दैछु भन्दाखेरि आज म दाइहरूकोमा आएको छु हामी चाहिँ आज दाइहरूकोमा खाना खान बोलाउनु भएर आएको छौँ अनि उहाँ हुँदाखेरि भिडियो स्टार्ट गर्न पाइनँ अनि यहाँ आएर स्टार्ट गर्दैछु भिडियो नाना स्टार्ट गर्दैछु अनि अघि नै भन्दा पनि भर्खरै आएको भित्र नानाहरू यत्तिकै दाजुहरू नानाहरू पुरा गफ गरिरहनु भएको छ हल्ला पनि आइरहेको होला अनि आज चाहिँ ब्लग म के भन्छ यो एउटा ब्लग हो कि भिडियो हो कि के हो लिएर आएको छु हेरिदिनु होला माया गरिदिनु होला दाइहरूकोमा खाना खान्छौँ अनि त्यसपछि चाहिँ कता जान्छौँ एकछिनमा देखाउँछु अनि यहाँ हाम्रो दाजुहरूकोमा चाहिँ यस्तो क्या ए तनेला छ यत्रो धेरै छ कि यत्रो ठुलो स्पेस छ आमामामा यति ठुलो स्पेस छ कि यत्रोमा सबै दाजु एक्लैले काम गर्नुहुन्छ क्या यहाँदेखिको यत्रो ठुलो छ है यतिमा दाजु एक्लैले काम गर्नुहुन्छ अहिले चाहिँ के हाल्नु भएको रहेछ टमाटरहरू केहरू थियो अहिले सकेर नयाँ खोइ के हाल्नु भएको यो यतातिर लसुनहरू होला लसुन प्याजहरू अनि यता चाहिँ के हाल्नु भएको छ कुनि के हो यो के हाल्नु भएको हो कि यो के हो यो हाल्नु भएको रहेछ अहिले नयाँ फुलहरू रोप्नु भएको थियो टन्नै फुलहरू थियो अस्ति दसैँ तिहारतिर अहिले छैन फुलहरू पनि सक्यो टमाटर यत्तिकै थियो अहिले छैन टमाटर यहाँ छैन अनि त्यही भएर महँगो हुन्छ क्या यहाँ दाजुहरूकोमा हुँदाखेरि त हामीलाई पनि सजिलो हुन्थ्यो टक्कसँग अहिले त छैन दाजुहरूकोमा पनि अनि अलिअलि रहेछ तर छैन रहेछ छ त छैन होला अनि टमाटर यति महँगो अहिले अनि छन् त छ रहेछ अलिअलि टमाटरहरू त अनि टमाटरहरू रहेछ यहाँ अलिअलि चाहिँ टमाटरहरू यता ताजो रहेछ है अझै पनि रहेछ रहनु त तर अलिअलि सागहरू रहेछ यतातिर ओइ टमाटर त रहेछ हौ अझै जी खत्रै रहेछ टमाटरहरू छ दासीहरू रहेछ आउँछ नि रहेछ दाजुहरूकोमा टमाटरहरू त चाहिँ घुम्दैछु दाजुहरूको यहाँ यसमा उयो यो चाहिँ के रहेछ हो यो के रहेछ है यो के हो यो स्मेल त मिठो छैन के रहेछ यो के हो यो यस्तै छ अनि आज शनिबार अनि नानाहरू पनि आउनु भएको छ माथिबाट अनि यहाँ नानीहरू फुच्चीहरूको पनि बिदा त्यही भएर यहाँ सबैजना भेला भएको छौँ आज चाहिँ अनि यहाँ यसो चियापान हुँदैछ एकछिनमा खाना खान्छौँ अनि खाना खाएपछि आज पनि साकेला छ अरे कहाँ हो यहाँ बुढा नीलकण्ठमा होइन अब मलाई ड्रेस चाहिँ लाउँदा कति लाउनु भन्ने भएर आज मैले ड्रेस लगाएको छुइनँ ए देखिँदैन रहेछ मैले स्ट्यान्ड गरेको छुइनँ हातमै गरिरहेको कि देखिएन मेरो आउटफिट चाहिँ यस्तो छ है यस्तो छ अनि मेबी त्यतातिर पनि जान्छु होला एकछिन
तर अहिले भरे अहिले कति बज्यो 11 बज्यो एकछिनपछि जान्छु यस्तै छ दाजुहरूको यति ठुलो छ यति ठुलो न ठुलो छ है यत्रो ठुलोमा दाजु एक्लैले बिस्तारै काम गर्नुहुन्छ क्या ओ माई गड यति धेरै काम गर्नुहुन्छ अनि यहीँ बस्नुहुन्छ पनि यस्तै छ हेर्दै गर्नु होला यसो नयाँ दिन नयाँ भ्लग यसो देखाइहालौँ यतातिर पनि भनेर देखाएको कति राम्रो आएको कति राम्रो आएको ए उता बुढो के भन्दै हुन्छ मस्ती छ यिनीहरूलाई होइन मस्ती छ होइन हाई बुढो हेलो गुड मर्निङ गुड मर्निङ खै यता चाहिँ राम्रो आउँछ होला कति अग्लो क्या कति अग्लो क्या गुड मर्निङ भयो हाम्रो 11 बजे गुड मर्निङ होइन यस्तै हो यस्तै छ दाजुकोमा आएको छौँ खाना खान्छौँ अनि त्यसपछि जान्छौँ नि कहाँ जाने हामी जाने नि एकछिन अनि जान्छौँ एकछिन यसो गएर अघि त घाम लागेको थिएन अहिले त कति मजाको लाग्यो है घाम ल हेर्दै गर्नु ल अहिले हामी हेर्दै खाउँछ अब अहिले भित्र फेरि गफ गर्दै हुन्छ सबैजना हामी चाहिँ बाहिर निस्केर घाममा मजाले बसिरहेछौँ किन निस्किनु भएको चिया खाइसक्नुभयो बुढो पनि निस्किनु भयो आमामा अहिले त गर्मी होला जस्तो भयो अघि त घाम लागेको थिएन जाडो भएको थियो ल किप वाचिङ स्पेस पनि फेरि कति ठुलो छ क्या अब यो यहाँ बस्ने भयो डर आफै बनाउनु भएको अनि त्यसपछि यो भयो अनि यता ऊ यो तलसम्म यता यो हुँदो पनि उयो पिँडालुहरू योहरू सबै ऊ त्यो तल देखेको जति यो केराहरू यो सबै हो कत्रो ठुलो स्पेस छ यता यस्तो छ कति ठुलो स्पेस छ म चाहिँ रमाउँदैछु गर्दै मजा हुन्छ नि त मजा आउँछ मजा अहिले त कस्तो गर्मी भयो अघि त घामै लागेको थिएन अनि यहाँदेखि देखिने नजाराहरू यस्तो छ वाउ कति राम्रो के गर्नु काठमाडौँमा घरै घर यता फर्क्यो घर उता फर्क्यो घर यता फर्क्यो घर जता हेऱ्यो घरै घर काठमाडौँमा घरै घर अलिअलि खाली ठाउँ छन् यसो हामी पनि घर बनाऊँ भनेको हाम्रो लागि त ठाउँै नहोला जस्तो भइसक्यो कुरो गफ पाइयो नि गफ गर्न त होइन स्कुल अब यताउता गर्दा टाढो हुन्छ अनि त्यो काँडाघारी एरियामा त निकैवटा स्कुल छ है किड्सहरूको लागि राम्रो स्कुलहरू छ एरिया भयो कि कोठा महँगो जताभावी कस्तो कालो आएको ओए सुन्तला खाने अरे सुन्तला आऊ लिनु आऊ तिमीहरूलाई मोबाइल भनेपछि त खाना खाने कार्यक्रम भइरहेछ यहाँ सबैजना तमाम हुनुहुन्छ खाना खानलाई नाना हेर न खाना खाँदा पनि त्यस्तो गर्नु त छोड्नुहुन्न क्या हाम्रो नाना चाहिँ होस् हो खाना खाँदा पनि जेठाजुले बुहारीलाई बुहारी भन्ने होइन तलमा भन्ने बुहारीले के अरे जेठाजुलाई दाइ भन्ने होइन दाजै बुवा तर फेरि आमाजुले त टलमा भन्नु त हुँदैन त नि फेरि बुढो मिठो छ खाना सबैजना व्यस्त हुनुहुन्छ अब हामी खुब नाना अनि फेरि
आउनु न आउ न के गरेर कस्तो मिठो अचार छ यो अचारले झन् मिठो भयो मलाई त भयो त्यो लगेर चाहिँ कहाँ जहाजमा राखेर आइनु होइन नि त जे पाए त्यो खान्छु बल्ल नाना आउनुभयो क्या नानासँगै बसेर खाऊँ भनेको कता कता बिचरा चलेको म आइदेखि खाएकै हामी चाहिँ नि जहिले आउँदाखेरि ठिक्क पकाइराख्नुहुन्छ नानाले अनि आएर थपक्क बस्ने हो थपक्क बस्ने खाएको यस्तो मिठो सुप भयो मिठो लाग्छ क्या घरमा कान्छ खालि जे पनि ग्रेभी है अनि कहिलेकाहीँ त सुप खाऊँ भने अनि जेको अब यस्तोहरू त सुप मिठो हुन्छ नि त यस्तो मिठो सुप भएको छ क्या कुखुराको दामी जाडोमा त झन् है मलाई त यस्तो सुप पिउनु त यति मजा लाग्छ मेरो ख्यालमा चाहिँ त्यो फटा हो त्यो आफू मात्रै जान्ने आफू मात्रै बुझौँ आफू मात्रै जान्ने भनेर जानेर यसो अझ सम्झाइ बुझाइ हुन्छ नि त अनि यो अचार जहिले बनाइराख्नुहुन्छ नानाले यहाँ होइन यति मिठो हुन्छ मेरो फेभरेट हो यहाँ आएपछि यो अचार खानु पाउँछ यो अचारले भात झन् यति जान्छ धेरै म पनि खोजी हिँड्दैछु भनेर भनेको त होइन त्यो अर्जुनकोमा छ भनेर मैले सुनेको छु तपाईँ त्यहाँ गएर भिडियो बनाउँदैछौ नलगाऊ है केमा छ भन्ने नेचुरल धेरै मात्रामा शङ्का लागेको छ नाना हेरेर नेचुरल मासु होइन काका अब हामीले बुढो अघि खाएर नि फोन गर्छु केटाहरू खाइसक्नु भयो हामी खाएको छैन बिहानै ल्याएर खाजा बिजेले पनि कुरा गर्छ अन्डा खाएको दुध 1 गिलास अन्डा चक्लेटहरू खाएन सुन्तला नानाहरूले आफै पाल्नु भएको हो क्या यो चाहिँ त्यही भएर नि झन् मिठो छ आफै पाल्नु भएको त्यही भएर यस्तो मिठो भएको मलाई त यस्तोसँग त ढिँडो याद आउँछ क्या त्यो मात्रै होइन फेरि अब कति आइन्छ कति नानाहरूले पालिहाल्नु भएको छ हामी त खानु आउने त हो नि अस्ति पनि बोलाउनु भएको थियो त्यति बेला बुढो बिरामी भएर आउन पाइएन यता दाजुहरू गफ गरेको गरे हुनुहुन्छ बुवाहरू दाजु अब चाहिँ हामी आरामले खान्छौँ ल खाना खाइसकेर घाममा बसेर दाजुभाइहरूको मिठो गफ भयो आधा यता दाजुले ल्याउनु भएको सुन्तला अरे बाँड्दै हुन्छ हाम्रो जेठा दाइले मान्छे रङ्गो बोतलमा पानी भरेर बोतलमा हालेर एउटा बोतल पानी हप्तामा नि आउँछ
यो यता हेर त यहाँ कस्तो क्युट मान्छे लाइम डाँडामा कस्तो क्युट मान्छे हेर त्यसको रोग सुन्तला खाँदै त्यसलाई चाहिँ त्यसको विकल्प भने गफ मिठो मर्यो त्यो पुरै गफ हुँदैछ निकालेर फेरि अर्को पल्लो छेउको कान्छा यता जेठा यता जन्तरे क्या यता हाम्रो छानु नि कान्छु क्या हो त सुन्तला खाँदैछु नि सुन्तला खाँदैछु नि ऊ निस्क्यो अब तर्छ म त बनाइदिएँ कुखुरा त यहाँबाट छ म त देखेकै थिइनँ ठुलो ठुलो चाहिँ तल छ अझै यहाँ कुखुरा यहाँ सानो सानो चाहिँ अरे यो हामीले खाने हो सबै कोहीले हो आज एउटा खाइहाल्यौँ ठुलो चाहिँ अब यो पनि हामी खाने हो अब यहाँ नानाले के अरे टमाटर टिप्नु हुँदैछ अब लगेर जाने हो कति महँगो छ टमाटर त अहिले त त्यो पनि नपाक्ने कि नाना त्यो के अरे यत्रो यत्रो त्यो मात्रै के भन्छ छाला मात्रै पाक्ने के अघि हेरेको जोस् यहाँ अझै पनि रहेछ अनि हजुर चाहिँ म्याम नखाने रे आज म्याम नखाने रे ए मुन्टो मात्रै हल्लाउँछ बोल्दैन म म्याम नखाने म्याम कान्छी भन त लु बोल न म्याम कान्छी भन त म्याम कान्छी भन न हिजो हेर्नु भएको हो हो बोल्दैन हाम्रो बोल्दैन यो यो इस गोलभेडा टमाटर मैले पनि 2 दाना टिपेँ नानाले यत्रो टिपिसक्नुभयो कति राम्रो आएको हरियो क्या के राम्रो हो अनि पछि अब अर्को लट लाउने कहिले पो अब लाउने नाना ए वैशाखमा अब यहाँ रहेछ एउटा टिप्स हो अनि वैशाखसम्म पुग्छ तपाईँहरूलाई यसले नकिनी गएको भन्दै त पुग्छ नि हो कति टाइम हुन्छ ए मजाले भयो भन्दै त यसपालि बाहिर त्यो प्रदूषणले गर्दा पो त खासै केही नभएको न म पनि टिप्दैछु है गाइजहरू यहाँ गाइजहरू म पनि टिप्दैछु अब टमाटर लगेर जाने हो कति आऊ भन्नुहुन्छ दाजुहरूले नानाहरूले आऊ काम पनि छैन यहाँ लिनु आऊ तरकारीहरू भन्नुहुन्छ दाजु त झन् कति कराउनुहुन्छ हजुर कराउनुहुन्छ म आउँदिनँ अनि झन् कराउनुहुन्छ मासु कुखुराको मासु खानु मात्र आइपुग्छौँ हामी खालि खानु मात्र ठ्याक्क आइपुग्न के फेरि बिचरा खाँची हाम्रो नाना यत्रो बिहानै उठेर पकाउनुहुन्छ त्यहाँबाट म चाहिँ आएर टक्क बसेर खाने हो मालिकनी जस्तो हाम्रो पालो आउँछ नि अहिले किन खाँदैन के आउनु होला र तपाईँको पान्डाङ पुन्डुङ हुर्कीको झन् साह्रो मेरो पालो आइहाल्छ तपाईँ अब तरुनी हुनु भएर हिँड्छ हामी बुढो हुन्छ अब होइन यति भयो खै त यहाँ हेर यति भयो अब टिप्ने टमाटरहरू त्यसपछि जाने तिमीले साग लाने 1 बज्न आँट्यो साग त छ नाना हाम्रो कति मजाको साग हेर्नु कलिलो कलिलो फुल हेर न फुल बैसा आउँदैछ हाई आइ भन्यो सुन्तला कति खाएको कपाल त के भन्छ कपाल त फुल पनि रहेछ आहा खुब राम्रो अस्ति नै गएको मात्रै छ भनेर सिकेर घरमा आएर भाइलाई नन्दी नन्दी भयो यस्तै छ यस्तै छ कुद्दैछौँ डुल्दैछौँ हामी यहाँ बारीतिर अब एकछिनमा जान्छौँ मलाई हो कति मजा भइरहेको छ यहाँ आएपछि जानै मन लाग्दैन के गर्नु अब 1 बजिसक्यो जानुपर्छ अब टमाटर साग
टिप्यो टिप्यो यति ए साग पनि कति राम्रो छ साग छाना मान्छे चप्पल बिना हिँडेको यता 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 ए यो घारीमा चप्पल बिना हिँड्ने आऊ यता आऊ आऊ यता टिपेको हेर न आऊ ला ला आऊ टिपेर हान्यो के भन्नु नन्डीहरु पात्तरिँदा कति कसले टिपेको खै खै देखाऊ देखाऊ बिलौटी देखाऊ ए यहाँ छ भन्नु न उयो टिपा उयो टिपल्यो यो टिपल्यो यहाँ टिप टिपल्यो गुड टिप्यो अब जाम ल ल आस भन उतै हेरेको रहेछ बानेन कि तिमीसँग जाम ल आउनुस् जाम कति नकोले बेस्योहरु के हेर न रोदा हिँड्छ आऊ 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 लु के भएको भाग्नु पो खोज्छ त आऊ 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 चिसो लाग्यो नि अब चिसो लाग्यो पार्कटे आउ के मा हालेको थिएन आऊ 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 लु ऊ दब जानु खोज्छ हेर न मदेखि भाग्नु खोजेको क्या लु भयो चिसो लाग्छ भयो भयो आऊ दुई भाइ दाजुभाइ खेलेको कस्तो मजाले मान्छे त्यो चिन्नु वातावरण वातावरण त्यो फरक हुन्छ नि त दुई भाइ दाजुभाइ खेल्दैछ मजाले फेरि त्यो बोकेर हिँड्छ अब त्यो हजुर मलाई नाना के नयाँ नयाँ स्कुल चेन्ज भयो दाजुभाइ हेर न मोटा भयो त्यही भएर पनि उसलाई त्यस्तो भयो क्या साह्रै साथी त छ भने कति मजाले खेलेको कहिलेकाहीँ लिएर आइपुग्छ उसलाई पहिलाको स्कुलहरू पनि याद आउँदा होला के गरेको ल दाजुभाइ दुई भाइ दाजुभाइ त्यहाँ एउटा यता तिनजनामा एउटा छानो छ नाना हजुर पर्दैन नाना पर्दैन के को कोदोको पर्दैन हौ कति राम्रो देख्यो तपाईँको उता अहिले उयो क्या फुल राखेर टक्कसँग राम्रो पिस्नु भएको कि ए अनुले कति बेला खाएको यसलाई भोक लागेको छैन बुढो चाहिँ फेरि सुत्दैछ नानाहरू यहाँ गमक्क छ सक्यो सक्यो उ त्यो त्यो फेरि खानु हुने कि राम 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 कसैले मन त पराउनुहुन्छ त्यो पायल्सले त्यही त फापरको मिसाएर खानुहुन्छ क्या कुखुरा हाम्रो खजाना कुखुरालाई चारो बाई बाई लु खै आशिष ओइ यता फर्केर ल ल ल ल हुन्छ नाना हामी अब कतिखेर कान्छा उठ्ने हुन्छ आफ्नो साधन भएको हामी त ढुक्कै छ भयो अघि गइसक्नु भयो त उसलाई फेरि हेर न बाबै माम कान्छीलाई छोडेर गइसक्नु भयो के मजाले खेलेको एक्लै खेल्दैछ नगर न उ त भाइले घुमाउँदैछ ऊ मजा लाग्दो रहेछ ल एक्लै खेल्दैछ तीन भाइ हुर्की अब जेठो यहाँ छ माइलो यहाँ छ कान्छो त्यहाँ छ तीन भाइ बराबरी हुर्क्यो
कस्तो घाम नलागेको नि आज त जाडो भएर घाम नलागेर 2 बजिसक्यो हामी यहीँ बसिरहेछौँ खाना खाएर आनन्दले बुढो सुत्नुभयो उहाँ दाजुहरू अपर गफ गर्दै हुन्छ हामी यता छौँ हामी यता छौँ नि क्युटी पाइ हजुर भन्नु न क्युटी पाइ हजुर भन न हौ तिमी त मामकान झ्याएको बोल्नै बिर्स्यौ त माथि अल्झिन्छ अनि तिमीलाई अल्झ्यो भने कसले निकाल्ने उडेर निकाल्दैन यस्तो चाहिँ हेर न घामै नलागेर छ बाई 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 खै बाई गयो अब बाई 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 नाना बाई राम्रो साकेला मनाऊ अनि भारी भयो अब हिँडेको बाई बस्नु ल ल अब यहीँ दाजुहरू सब बुवाहरू सबैजना अब अर्को सालदेखि बाइकले हुँदैन है बुवा डराउँदैन नि बाई बाई भाइले बिचमा जाम हाम्रो त पर पो छ त साँच्चै उता पर यता बाटै थाहा भएन अनि लु भाइ आउनु है हाम्रो त पर छ ऊ बाटो बन्द छ अरे यताबाट बाटै थाहा भएन क्या हामी उताबाट आउँछौँ नि अब ब्रो औ सुतेर बुढो अब एकछिन हामी सबैजना कहाँ जाने रे साकेलामा जाने साकेलामा यता चाहिँ राम्रो आयो साकेलामा जाने बुढो अहिलेसम्म सुतेर उठिसकेको जाऊँ ल अघि यहाँ बाटो बन्द यताबाट बाइक आउँदैछ हामीलाई थाहा भएन अनि यता यहाँ पर राखेको छ बाटो बन्द रहेछ यता चाहिँ अनि राखेछौँ जाँदैछौँ बहिनी आइसक्यो अहिले भर्खर आएको रे एक्लै आएको रे को सृष्टि कि कोहरू पनि आउँदैछ भन्दै थियो यहाँ कसैले बोकेर जाँदैछु दाजुले गाउँबाट सुन्तला ल्याइदिनु भएछ वाउ कति मिठो अनि जाँदैछौँ ती भारी बोकेर बुढालाई आज त घाम लागेको छैन पुरा यस्तो दिन भइरहेछ यस्तो दिन भइरहेछ आज त धुम्म भएर है पानी पर्ला जस्तो भइरहेछ पानी त पर्दैन होला पर्नु त लु दाजुहरू त माथि पो गइसक्नु भएछ छ ल छ्या कति भारी हो अब हामी पनि जान्छौँ कस्तो छ ल अब एकैचोटि साकेलामा पुगेर भेट्छौँ हामी यहाँ हाम्रो बाइकले हामीलाई कुरिरहेछ यहाँ